यो खोर्सानीलाई पनि नुहाइदिएको है। यो अब यहाँनिर पानी आउँदैन, पानी नआएपछि यसरी यिनीहरूलाई पनि गर्मी हुन्छ। त्यही भएर माथिबाट आकाशबाट पानी परे जस्तै पारेर सिरिरी पार्नुपर्छ। हेर्नुहोस् यो सानो सानो मेरो खोर्सानी बारी तपाईँहरूलाई कस्तो लाग्छ? खोर्सानी खानुहुन्छ भनेदेखि कमेन्ट गर्नुहोस्, म ल्याइदिन्छु। यसलाई चाहिँ अब छुट्टी थियो दुई दिन, यो चाहिँ गएछ बिचरा। तर यसलाई नुहाइदिँदैछु यसलाई। यो भोलि हेर्नु, भोलि कस्तो हुन्छ। भोलि पनि एउटा भिडियो बनाउने छु म होइन। अहिले हेरिराख्ने। यो अहिले यस्तो छ, यो यस्तो छ अहिले होइन। भोलि बिहान चाहिँ तपाईँहरूलाई यसको भिडियो बनाइदिन्छु। यो आज दिनभरि यस्तो सुकेछ। हेर्नु, यो आकाशबाट पानी आउँदैन, यसलाई पनि शीतल हुन्छ भनेर माथिबाट टक्क यस्तो। यो मेरो सानो खोर्सानी बारी, तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला है।